CEUG 2082 यसको एक्जाम हुन अब 45 डेज जति बाँकी छ र आजको भिडियोमा 30 डेज बाँकी छ भनेर हैन 30 डेजमा जति पनि कुराहरू पढिसकेको छ त्यसलाई रिभिजन गर्ने, पढ्न बाँकी भएको कुरालाई कसरी पढ्ने र एमसीक्यू यो तीनटा कुरालाई प्यारलली कसरी लग्ने त्यसको बारेमा हामी कुरा गर्छौं। यो टाइममा सबभन्दा धेरै के प्रब्लम आउँछ भने जुन टपिक अहिले पढिरहेछ त्यो याद हुन्छ र त्योभन्दा अगाडिको कुराहरू केही पनि याद हुँदैन है, केही पनि याद नभएको जस्तो हुन्छ। यानि कि त्यहाँनिर सबभन्दा मेन रिजन भनेकै रिभिजन हो। यस्तो प्रब्लम छ भने यो लास्टको 1 मन्थमा कसरी गर्ने, के गर्ने भनेर एकदमै दामी आइडिया हुन्छ। भिडियो लास्टसम्म हेर्नु होला। सबको लागि हेल्पफुल हुन्छ। भर्खरै पढ्न स्टार्ट गर्नु भइरहेको छ भने पनि हेल्पफुल हुन्छ अथवा पढेर सबै भ्याइसक्नु भएको छ भने पनि एकदमै हेल्पफुल हुन्छ। सुरुमा त कति आवर पढ्ने 15 आवर पढ्नु पर्यो है। 15 आवर पढ्नु पर्यो। 6 आवर चाहिँ तपाईँ सुत्न सक्नुहुन्छ र बाँकी टाइममा खाना खाने, फ्रेस हुने त्यो चाहिँ गर्न सक्नुहुन्छ। र अर्को इम्पोर्टेन्ट कुरा यसमा मैले प्राय जसो 2 देखि 2.5 आवर यति टाइम चाहिँ कुनै एउटा च्याप्टरलाई कम्प्लिटली रिभिजन गर्नको लागि राखेको छु। यदि तपाईलाई एउटा च्याप्टर पढ्नको लागि 2-3 घण्टाभन्दा बढी लागिरहेको छ भने अलि गाह्रो हुन सक्छ है। रिभिजन गर्नको लागि 2-3 घण्टाभन्दा बढी लागिरहेको छ भने अलि गाह्रो हुन सक्छ। त्यो कन्डिसनमा के गर्न सक्नुहुन्छ भन्दाखेरि सबैभन्दा बेस्ट हाम्रो प्राइभेट ग्रुप जोइन गर्न सक्नुहुन्छ है। हाम्रो प्राइभेट ग्रुपमा र्यापिड रिभिजन सिरिज हुन्छ जसमा तपाईले बोटनी र जुलोजी दुईटै भयो, फिजिक्स र केमिस्ट्री यिनीहरूको बायोलोजीको त सब नै हुन्छ, फिजिक्स र केमिस्ट्रीको इम्पोर्टेन्ट च्याप्टरहरू मात्र हुन्छ। यिनीहरूको वान शट हुन्छ, वान शट रेकर्डेड फर्ममा हुन्छ। जतिखेर पनि जति स्पिडमा पनि हेर्न सक्नुहुन्छ र जतिसुकै लामो च्याप्टर भए पनि एउटा पनि कुरा नछोडिकन वान शटमा म्याक्सिमम गयो भने 2 आवर्ससम्म मात्र जान्छ अथवा 2.5 आवर्ससम्म, त्योभन्दा लामो हुँदैन। त्यति एउटै भिडियोमा जतिसुकै लेन्दी च्याप्टर छ भने पनि त्यसलाई हामीले वान शटमा कम्प्लिट गर्छौं। अहिलेको यो लास्ट मोमेन्टमा एकदमै हेल्पफुल हुन्छ है। जहाँ पनि पढ्न सक्नुहुन्छ, रिभाइज गर्न। सुनेर अलि फास्ट हुन्छ नि त, आफै पढ्नु भन्दा पनि अरूले कसैले भनिरहेको छ भने अलि फास्ट रिभिजन हुन्छ। वान शट भयो, त्यसको पीडीएफ को नोट पनि पाउनुहुन्छ। त्यसैगरी हरेक च्याप्टरको, हरेक सब्जेक्टको, हरेक च्याप्टरको सर्ट नोट हुने भयो। युनिट वाइज एमसीक्यू पनि हुन्छ, पास्ट क्वेशन पनि हुन्छ र गाइडेन्स पनि हामी प्रोभाइड गर्छौं। प्राइस चाहिँ जम्मा RS 500 छ। जोइन हुनको लागि व्हाट्सएपमा अलिक चाँडो रिप्लाई आउँछ। व्हाट्सएप नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा इन्ट्रान्स एक्सप्लोररको फेसबुक पेजबाट पनि मेसेज गर्न सक्नुहुन्छ। एकदम धेरै हेल्पफुल हुन्छ है। 200 प्लस जना जोइन हुनु होला। भर्खरैदेखि पढ्न स्टार्ट गर्नु भइरहेको छ भने त्यो वान शट हेर्नु भयो भने पनि सुरुमा एकचोटि हेर्दाखेरि त अलि गाह्रै हुन्छ बुझ्न, सेकेन्ड चोटिमा फिक्सै बुझिन्छ। अब कसरी पढ्ने त्यो हेरौँ है। सुरुमा मैले 15 आवर पढ्नको लागि भनेको थिएँ, जसमा 4 आवर फिजिक्सको लागि, केमिस्ट्रीको लागि पनि 4 आवर 8 आवर भयो, बोटनीको लागि पनि 3 आवर हैन, जुलोजीको लागि पनि 3 आवर, 4 4 8 11 14 भयो र म्याथको लागि 1 आवर 15 आवर भयो। यो भयो। अब जुन बोटनी र जुलोजी छ नि, मैले फेरि भनिदिइरहेको छु, रिकल वाला क्वेशन हैन, रिकल वाला क्वेशन 50% आउँछ है। भनेको मतलब 200 मा 100 वटा क्वेशन रिकल वाला मात्र आउँछ। रिकल भनेको एकचोटि घोक्नु भएको छ भने घोक्ने वाला के, जस्तै फादर अफ बायोलोजी, फादर अफ बोटनी भनेर ठ्याक्कै याद छ भने मिल्यो, नत्र मिल्दैन नि त। त्यस्तो खालको क्वेशनहरू 100 वटा जति आउँछ। त्यही भएर रिभिजन एकदम धेरै इम्पोर्टेन्ट हुन्छ। जति सजिलो कुरा भयो भने त्यसलाई रिभाइज गर्नु भएन भने बिर्सिने चान्स एकदमै बढी हुन्छ। यो भयो। अब तपाईहरुले फिजिक्स र केमिस्ट्रीको त अलि गाह्रै हुन्छ हैन रिभिजन गर्नको लागि, 2-3 चोटि रिभाइज गर्न मिल्दैन के। तर जुन बायोलोजी छ नि, बायोलोजीलाई 2-3 पल्ट पनि रिभाइज गर्न सकिन्छ। यही टाइममा, यही कम टाइममा 2-3 पल्ट भन्दा पनि बढी चोटि रिभाइज गर्न मिल्छ। कसरी गर्नु भन्दाखेरि सुरुमा चाहिँ यो च्याप्टरहरु चाहिँ यति नै छ बायोलोजीमा टोटल च्याप्टर बोटनी र जुलोजी गरेर। यसलाई सिरियली लेख्नु है अथवा स्क्रिनशट लिनु यसको, सिरियली राख्नु यसलाई। र हाम्रो र्यापिड रिभिजन क्लासमा पनि यस्तै सिरियली नै हामी वान शट प्रोभाइड गर्छौं। सिरियली पढ्न जानुपर्ने हुन्छ। रिभिजन गर्दाखेरि सुरुमा 2 आवरमा यो भ्याउनु एक दिन हैन, अर्को दिन 2 आवरमा यो भ्याउनु, अर्को दिन 2 आवरमा यो भ्याउनु, 2 आवर भन्दा कममा पनि भ्याउन सकिन्छ। त्यसैगरी बोटनीको पनि सिरियली है, सिरियली गर्दाखेरि ठ्याक्कै यतिकै सिरियली राखेको हैन मैले, इम्पोर्टेन्ट र त्यसको कतिको गाह्रो अथवा कतिको सजिलो छ त्यही अनुसारले राखेको छु। जुलोजीको ह्युमन सिस्टम 9-10 वटा छ, त्यो पढ्न अलि टाइम लाग्छ हैन। एनिमल किंगडमको पनि अलि टाइम लाग्छ।
प्लान्ट फिजियोलोजी र बायोडाइभर्सिटी भनेको सबै किङडमहरू। यसको यो दुईटा र यसको यो दुईटा पढ्न अलि टाइम लाग्छ, अरू त 2 आवरमा मजाले भ्याइन्छ। यदि 2 आवरमा भ्याउन गाह्रो भइरहेको छ भने हाम्रो ऱ्यापिड रिभिजन क्लास गर्न सक्नुहुन्छ। एकदमै सजिलो हुन्छ है, एकदमै कम प्राइस छ। यो कम प्राइसमा, यति कम प्राइसमा कतै पनि पाउनु हुँदैन र कसैले प्रोभाइड पनि गर्दैन। रिभिजनको लागि बेस्ट हुन्छ, जोइन गर्नुहोला। र त्यसको डिमोको लागि मैले इकोलोजी, ओरिजिन एन्ड इभोल्युसनको भिडियोहरू अलरेडी राखिदिएको छु। योभन्दा अगाडिको भिडियो पनि हेर्न सक्नुहुन्छ। त्यस्तै हुन्छ भिडियोहरू। अब कसरी गर्ने? सुरुमा त हैन, सुरुमा रिभिजन गर्नुभन्दा पनि पहिला 3टा ग्रुपमा डिभाइड गरिदिन्छु। तपाईँ कुन ग्रुपमा पढ्नुहुन्छ त्यस्तै अनुसारले प्रिपेयर गर्नु होला। 3टा ग्रुप, एउटा ए, बी र सी। ए भनेको जसको सिलेबस 100% पुरै कम्प्लिट छ है, रिभिजन गर्न मात्र बाँकी छ। र बी भनेको जसको सिलेबस अलिअलि बाँकी छ हैन, तर जे होस् अलिकति भ्याइसकेको छ, ठीक छ। सी भनेको भर्खरै पढ्न स्टार्ट गरेको। अब तपाईँ कुनमा पढ्नुहुन्छ त्यसै अनुसार हेर्नु है। सुरुमा त सिलेबस पुरै कम्प्लिट भएकोले चाहिँ के गर्नु पर्यो? फिजिक्स र केमिस्ट्रीको लागि 2 आवर हैन, फिजिक्सको पनि 2 आवर र केमिस्ट्रीको पनि 2 आवर थ्योरी मात्र रिभाइज गर्ने। एउटा च्याप्टरलाई 2 आवरमा कम्प्लिट गर्ने गरी थ्योरी मात्र रिभाइज गर्ने र बाँकी भएको 2 आवर चाहिँ एमसीक्यू मात्र प्र्याक्टिस गर्ने, ठीक छ। डेली डेली यो डेली गर्नु पर्यो। डेली यति फिजिक्स र केमिस्ट्री, बोटनी र जुलोजी डेली 15 आवर, ठीक छ। फेरि एउटा सब्जेक्ट आज, अर्को सब्जेक्ट अर्को दिन गर्नुभयो भने चाहिँ त्यो गर्दाखेरि नभ्याउन सक्छ कि, सबै नभ्याउन सक्छ र पछि लास्ट मोमेन्टमा धेरै गाह्रो हुन्छ। यो भयो फिजिक्स र केमिस्ट्रीको लागि। यो भयो। अब रिभिजन गर्दाखेरि फर्मुला सिट बनाउनु पर्ने हुन्छ है। तपाईँहरूसँग टाइम धेरै हुन्छ रिभाइज गर्ने, फर्मुला सिट बनाउनु। यदि पहिले बनाइसक्नु भएको छ भने एकदमै राम्रो, नत्र फर्मुला सिट बनाउनु एक्जामको एक दिन अगाडि हेर्न धेरै हेल्प हुन्छ। त्यसपछि जति पनि पास्ट इयरमा जुन क्वेसनहरू सोधेको हुन्छ नि जुन टपिकबाट, त्यो टपिकलाई हाइलाइट गरेर अथवा जे हुन्छ नोटमा आफ्नो लेखेर त्यसलाई चाहिँ बढी रिपिट गर्नु। यो भयो फिजिक्स र केमिस्ट्रीको रिभाइज कसरी गर्ने भनेर। एकदमै फास्ट रिभिजन हुन्छ, यस्तै गर्नु होला। अब बोटनी र जुलोजीको लागि पनि, बोटनी पनि 2 आवर, जुलोजी पनि 2 आवर, त्यसको थ्योरीहरू रिभाइज गर्ने, ठीक छ। अनि बाँकी भएको 1 आवर चाहिँ एमसीक्यू। 3 आवर भनेको थिएँ नि त मैले बोटनी र जुलोजीहरू। 1 आवर, 1 आवरमै धेरैवटा एमसीक्यू हुन्छ है। बायोलोजीको सजिलो सजिलो हुन्छ, 1 लाइनकै हुन्छ प्रायः जसो, एकदमै फास्ट हुन्छ। यो भयो। अब बोटनी र जुलोजी रिभाइज गर्दाखेरि के गर्नु भन्दाखेरि हैन, जस्तै कुनै जति लेन्थी च्याप्टर भयो नि त्यसलाई 1 अथवा 2 पेजमा कन्भर्ट गर्ने प्रिपेयर गर्नु कि। सबै कुरा लेखिराख्नु पर्दैन है, सर्ट नोटमा सबै कुरा लेखिराख्नु पर्दैन। जस्तै कुनै कुनै कुरा हुन्छ नि जति पढे नि अर्कोचोटि रिभाइज गर्दाखेरि बिर्सिरहेको हुन्छ नि, त्यो कुरा भयो। र एकदमै इम्पोर्टेन्ट जस्तो कुराहरू हुन्छ नि त्यो कुरालाई चाहिँ सर्ट नोटमा एकदमै सर्ट तरिकाले पुरै डिटेल ल्याङ्ग्वेज लेखिराख्नु पर्दैन। सर्ट तरिकाले, ताकि इक्जामको बेला हेर्दाखेरि एकदमै एकचोटिमै पुरै क्याप्चर होस् के, त्यस्तो तरिकाले रिभिजन गर्ने बेलामा त्यो सर्ट नोट्स बनाउन सक्नुहुन्छ। त्यही हो, कन्भर्ट एनी लेन्थी च्याप्टर्स इन्टु 2 or 3 पेज, ठीक छ। अब धेरैचोटि रिभाइज गर्न मिल्छ नि त, तपाईँहरूले धेरै टाइम चल्छ। बोटनी र जुलोजीको त झन् धेरैचोटि रिभाइजन गर्न मिल्छ। यो भयो। अब म्याथको लागि त त्यही ट्रिक्स एन्ड टिप्सहरू हेर्ने युट्युबतिरबाट पनि हुनसक्छ, अथवा क्लास लिनु भएको छ भने त्यहाँबाट पनि हुनसक्छ। युट्युबमै बेस्ट बेस्ट ट्रिकहरू हुन्छ, त्यहाँबाट हेर्ने र मोड्युल्सको क्वेसनहरू डेली 1 घन्टा मोड्युल्सको क्वेसन डेली 1 आवर प्र्याक्टिस गर्ने। त्यही नै छ, म्याथमा अरू केही गर्नु पर्दैन। 3टै ग्रुपकोले त्यही नै गर्दा हुन्छ म्याथको लागि। अब सेकेन्ड ग्रुपकोले जसको सिलेबस अलिकति बाँकी छ हैन, र रिभिजन गर्नुपर्ने छ र एमसीक्यू पनि गर्नुपर्ने छ, तिनीहरूले फिजिक्स र केमिस्ट्रीको लागि 2 आवर त थ्योरी रिभाइज गर्नु पर्यो। 2 आवर थ्योरी रिभाइज गर्नु पर्यो र 1 आवर चाहिँ जति पनि जुन पनि सिलेबस बाँकी छ नि हो त्यसलाई 1 आवर चाहिँ डेली 1 आवर सिलेबस कम्प्लिट गर्नमा ध्यान दिनु पर्यो। र अर्को 1 आवर भनेको चाहिँ एमसीक्यू प्र्याक्टिस गर्नु पर्यो। र यो त त्यही नै हो, फर्मुला सिट बनाउने र जुन जति पनि पास्ट, यसमा चाहिँ अलिकति फरक छ। पास्ट इयरमा जुन क्वेसन धेरै सोधेको छ नि हो त्यसलाई एकदमै फोकस गर्ने के, ठीक छ। यो गर्नुपर्ने हुन्छ। अब बोटनी र जुलोजी हेर्ने है, 1.5 घन्टा थ्योरी रिभिजन गर्नु पर्यो। 1 आवर चाहिँ, किनकि बायोलोजी पढ्न अलि गाह्रो हुन्छ है, सुरुमा पढ्ने बेला धेरै नै टाइम लाग्छ, त्यसपछि रिभिजन गर्ने बेला धेरै फास्ट हुन्छ। 1 आवर सिलेबस कम्प्लिट गर्न र आधी घन्टा चाहिँ एमसीक्यू प्र्याक्टिस गर्नु, ठीक छ। सर्ट नोट्स गर्नु पर्यो, लेन्थी च्याप्टरहरूलाई चाहिँ 2-3 वटा पेजमा कन्भर्ट गर्ने ट्राई गर्नु। म्याथको लागि त त्यही नै भइहाल्यो। अब जसले भर्खरैदेखि पढ्न थाल्नु भएको छ त्यो हेर्नु है, भर्खरैदेखि पढ्न थाले पनि अलिकति न अलिकति भ्याकै हुन्छ कि कुनै न कुनै पढेकै हुन्छ हो, त्यसलाई आधी घन्टा रिभाइज गर्नु। फिजिक्स र केमिस्ट्रीमा त्यसलाई आधी घन्टा रिभाइज गर्नु डेली है।
डेली रिभाइज गर्नु, मैले जुन सिरियली भनेको थिएँ नि सिरियली त्यस्तै डेली रिभिजन गर्नु। आफै एउटा च्याप्टर 2-3 चोटि त जान्छ नि के रिभिजन गर्ने बेलामा, ठिक छ? यो भयो। र 1 आवर एमसिक्यू प्र्याक्टिस गर्नु पर्यो हैन? 2.5 आवर जति चाहिँ सिलेबस सकाउनु पर्यो, किनकि भ्याएको छैन नि त, त्यही भएर सिलेबस सबभन्दा धेरै दिनु पर्यो टाइम। र तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि प्र्याक्टिस एमसिक्यू प्र्याक्टिस गर्ने बेलामा पास्ट क्वेसन मात्र है, पास्ट क्वेसन मात्र, एक्स्ट्रा क्वेसनहरू गर्नु पर्दैन। पास्ट क्वेसन जति पनि छ त्यसलाई चाहिँ एउटा पनि नछोड्नु प्र्याक्टिस गर्ने बेलामा, बरु त्यसलाई घोके पनि हुन्छ तर पास्ट क्वेसन चाहिँ नछोड्नु। अब बोटनी र जोलोजी सिलेबस 2 आवर दिनु पर्यो सिलेबस कम्प्लिट गर्न, एमसिक्यूको लागि आधी घन्टा र रिभिजनको लागि पनि आधी घन्टा, ठिक छ? अब जति पनि रिपिट भएको एमसिक्यूहरू छ नि तिनीहरूले बरु छुट्टै कपीमा, छुट्टै एउटा कपीमा त्यो इम्पोर्टेन्ट पोइन्टहरू रिपिट भएको पोइन्टहरूलाई छुट्टै कपीमा लेख्न सक्नुहुन्छ र इक्जामको बेला त्यसले नै बारम्बार रिभाइज गर्दाखेरि धेरै हेल्प हुन्छ। म्याथको लागि चाहिँ त्यही नै भइहाल्यो। यही नै छ, सिरियली गर्दै जानुभयो भने हैन, सिरियली गर्दै जानुभयो भने धेरैचोटि हुन्छ कि यसकै रिभिजन धेरैचोटि हुन्छ। फिजिक्स र केमिस्ट्रीको लागि पनि त्यस्तै पढ्नु होला। फिजिक्स र केमिस्ट्रीको लागि चाहिँ सिरियली कुन पढ्ने भनेर त्यसको भिडियोहरू अलरेडी छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ। र सक्नुहुन्छ भने 500 जति छ भने हाम्रो प्राइभेट ग्रुप जोइन गर्न सक्नुहुन्छ, ऱ्यापिड रिभिजन क्लासको बेस्ट हुन्छ तपाईँहरूको लागि।